सेसनमा सभापति ल मानव कोही मान्दै गगन थापा नै सभापति हुनुभयो भने त्यो टाइममा भएर गगन थापा अथवा शेखर कोइराला अरू कोही जोसुकै होस् कोही सभापति भयो देउबा त अब उठ्नै पाउनुहुन्न भनेपछि कोही न कोही त नयाँ हुने नै भयो भनेपछि उसले त सभापतिमा पुगिसकेपछि त फेरि मान्छे त ती सांसदहरू ती नेताहरू त सर्लक्क ढल्किन्छन् फेरि जता के त्यतै ढल्के के मल्के ढल्के के खान्छ त्यो ढल्किने कुरा हुन्छ अनि त्यो सभापतिमा चाहिँ चुनिएको नेतालाई त्यो संसदीय दलको चाहिँ नेता चुनिन त गाह्रो हुन्न नि त होइन संसदीय दलको नेता चुनियो भने चाहिँ प्रधानमन्त्रीको दावेदार भयो भने पछाडि अब देउबाजीले अब आफू प्रधानमन्त्री नहुन्जेलसम्म अब त्यो मानिस नगर भने त उहाँको एकदम स्योर कुरा भइहाल्यो होइन भन्दाखेरि यस्तो चाहिँ धेरै